भोट हालेर चुनेको हो प्रधानमन्त्री। अनि के तपाईँ जनताले जस्तो समानुपातिक आयो र के समानुपातिकमा आयो के मलाई म समानुपातिक हो भने मेरो कुनै भ्यालु नै छैन। होइन तपाईको नेपाली जनताले चुनेर भोट हालेर समानुपातिक भोट हालेर आएको मान्छे हो, बुझ्नुभयो? र सुन्नुहोस्, तपाईँ नबिर्सिनुहोस्, 2/3 दण्ड नदेखाउनुहोस् यहाँ। तपाईँको 2/3 सुन्नुहोस्, होइन संसदीय दलको नेताले प्रधानमन्त्रीले भोट हाल्ने होइन। सुन्नु पहिला म होइन संसदीय दलको संसद जम्मै सांसदले, रासपाको जम्मै सांसदले संसदीय दलको नेता बनाउन भोट हाल्ने हो कि होइन, मलाई त्यो भन्नु। त्यो आफ्नो पार्टीको त आफ्नो पार्टीले हालिहाल्छ नि। त्यो भोट हाल्ने हो कि भारतले नेपालको लिपु लेक लिपिया धुरा मात्रै मिचेको छैन, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर उहाँहरूले ढ्याप ढ्याप गर्नुभएको है। महाकाली सन्धि कसले गरे मान्यजी? महाकाली सन्धि कसले गरे? महाकाली नदीको त्यति बेला बेचबिखन कसले गरे तपाईँलाई थाहा छ? थाहा छैन। तपाईँलाई थाहा छ? प्रधानमन्त्री शेरबहादुर देउवा भएको बेलामा त्यो सन्धिको उसमा चाहिँ केपी ओलीजीले हुन्थ्यो। देशलाई उग्रवाद बनाएर देशलाई कोल्याप्स गर्ने कि शान्तिपूर्ण माध्यमबाट बसेर समाधान निकाल्ने। यो भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। लाइक, कमेन्ट, शेयर अवश्य पनि गरिदिनु होला।